25 करोड बोकेर हिँडेका कुसाङको डेरामा बास पक्राउ पर्ने व्यक्ति हुन् सिन्धुपाल्चोकका 43 वर्षीय कुसाङ लामा। उनी 2078 मा पनि 7 किलो सुनसहित कलङ्कीबाट पक्राउ परेपछि छुटेका थिए। प्रहरीले घटनाको अनुसन्धान गर्दैछ। फुच्चे आफ्नै ट्रकको साहु, तर काठमाडौँमा भने उनको घर छैन। 12,000 कोठा भाडामा बस्दै आएको खुलेको छ। ट्रकमा 25 करोड सहित पक्राउ परेका थिए। आफ्नै नाममा रहेको मालवाहक ट्रकको चालक हुन् 43 वर्षीय कुसाङ लामा फुच्चे। रसुवाको केरुङबाट सामान ढुवानी गर्ने उनी सामान्य चालक मात्र नभएर ना 7 ख 1652 नम्बरको ट्रकको साहु हुन्। आखो लगात पर्ने ट्रकका धनी फुच्चे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वार्ड नम्बर 1 का स्थानीय हुन्। ट्रक उनकै नाममा दर्ता रहेको भेटिएको छ। यही चैत 4 गते मध्यराति 10 बजेतिर टोखा स्थित झोर महाकालबाट उनको गाडी नियन्त्रणमा लिएर हेर्दा गाडीमा 25 करोड 1,60,000 बराबर डलर र युरो भेटिएको थियो। ड्राइभर सिट बनाउन भन्दा माथि फल्स बटन बनाएर लुकाएको अवस्थामा 25 करोड नगद बोकेर उनी सुन खरिद गर्न केरुङतर्फ जाँदै गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताउनु भएको छ। करोडौं रकम बोकेर हिँडेर आफ्नै ट्रक भएका फुच्चेको काठमाडौँमा घर भने छैन। उनले गोकर्णमा डेरा लिएका छन्। मासिक 12,000 तिर्ने गरी उनी डेरामा बस्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्। एकजना अधिकृतले भने गोकर्णमा 12,000 भाडा तिर्ने गरी डेरामा बस्ने गरेको देखिन्छ। फुच्चेले डलर र युरो आफ्नो नभएको प्रहरीलाई बताएका छन्। सामा खुसीबाट चिनियाले दिएको रकम बोकेर आफू रसुवातर्फ लागेको उनले जिकिर गरेका छन्। अनुसन्धानमा संलग्न प्रहरीलाई उनले भनेका छन् सामा खुसीमा चिनियाले रकम दिएका हुन्। केरुङमा चीनतर्फ जाने कार्ड भएको मानिस आउँछ, उसैलाई रकम दिनु भनेका थिए। फल्स बटन गाडीमा पहिले नै भएको फुच्चेको जिकिर छ। प्रहरीले बरामद गरेको ट्रकमा सोनी ट्रान्सपोर्ट लेखेको छ। कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए। 2073 पुस 13 मा अपराध महाशाखा हाल उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो। 5 वर्ष जेल बसेर लामा 2078 मा रिहा भएका हुन्। त्यसबेला उनी 7 केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताउनु भएको छ। जेलबाट छुटेपछि लामाले फेरि सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। सुन तस्करी उनले भरिया र चालकको रूपमा काम गरेको पाइएको छ। फुच्चेलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसएसपी बस्नेतले जानकारी दिनुभएको छ।